नमस्ते दर्शक महानुभावहरू, तपाईहरुलाई हाम्रो युट्युब च्यानलमा हार्दिक स्वागत छ। दैनिक सुन चाँदी दरको अपडेट लिएर आज पनि उपस्थित भइसकेको छु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथै हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब पनि गर्नुहोला। साथै नजिकै रहेको बेल आइकनलाई क्लिक गरेर नोटिफिकेसनलाई अन गर्न सक्नुहुनेछ, ताकि तपाईहरुले हाम्रो भिडियो सबैभन्दा पहिला जानकारी प्राप्त गर्न सक्नुहुनेछ। दैनिक सुन चाँदी दरको अपडेट लिएर आज पनि उपस्थित भइसकेको छु। निरन्तर सुन र चाँदीको मूल्य बढिरहेको छ। नेपालको बजारमा सुन र चाँदीको मूल्यले कीर्तिमान कायम गरिरहेको छ। झन् चाँदीको मूल्य त एकाएक बढिरहेको छ। सुनको मूल्य पनि निरन्तर उकालो लागिरहेको छ। आजको भाउ के कति रहेको छ भिडियोको अन्तिममा तपाईहरुलाई पक्कै पनि जानकारी दिनेछु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। चाँदीले निरन्तर रेकर्ड बनाइरहेको छ। 4000 भन्दा माथि पुगिसकेको छ प्रति तोला र सुनले पनि निरन्तर मूल्य बढिरहेको छ। आज मिति 2082 साल पुस 6 गते आइतबार सन् 2025 डिसेम्बर 21 तारिक। आज चाँदीको मूल्य 100 रुपैयाँ प्रति तोला बढेको छ। हिजो चाँदीको मूल्य 4005 रुपैयाँ प्रति तोला बीच कारोबार भएको थियो। आज 100 रुपैयाँले बढेर 4105 रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै सुनको मूल्य आज 100 रुपैयाँ घटेको छ। बढ्दा धेरै बढ्ने र घट्दा थोरै घट्ने नेपालको चलन नै रहेको छ। आज सुनको भाउ 100 रुपैयाँले घटेर 2,58,300 रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाउ 2,58,400 रुपैयाँ रहेको थियो। आज 100 रुपैयाँ घटेको छ, धेरै नै 100 मात्र। आज पुस 6 गतेको अपडेट यति नै। भोलि पुस 7 गतेको नयाँ अपडेट लिएर उपस्थित हुने नै छौँ। निरन्तर सुन चाँदीको अपडेटको लागि हाम्रो च्यानल सँगै रहनुहोला। आजलाई बिदा माग्छौँ। नमस्कार।